नेपाल आशाको देश हो, तर आशा आफै पूरा हुँदैन। आशालाई चाहिन्छ सही नेतृत्व। यो कथा हो एक चिकित्सकको, एक युवाको र एक परिवर्तनकर्मी नेत्रीको। यो कथा हो डाक्टर तोसीमा कार्कीको। ललितपुरमा जन्मिएकी तोसीमा कार्की सानैदेखि अनुशासित, जिज्ञासु र मेहनती थिइन्। शहीद धर्मभक्त स्कुल कक्षा 1 देखि 10 र पछि मोडर्न इन्डियन स्कुल कक्षा 11 देखि 12 अध्ययन गरेकी उनी विद्यार्थी जीवनमा सधैँ शीर्ष स्थानमा रहिन्। पढाइमा अब्बल उनको लक्ष्य केवल राम्रो अङ्क ल्याउनु मात्र थिएन। उनको सपना थियो समाजका लागि केही बदल्ने। केस्ट मेडिकल कलेजबाट MBBS, काठमाडौँ युनिभर्सिटीबाट मास्टर्स इन जनरल सर्जरी गरेकी उनी पाटन अस्पतालमा जेनरल सर्जन भएर काम गरिन्। नमस्कार, म डाक्टर तोसीमा कार्की। पाटन अस्पतालमा जेनरल सर्जनको रूपमा काम गर्दै उनी सयौं जीवनसँग जोडिइन्। उनी सफल डाक्टर त बनिन्, तर मेडिकल क्षेत्रमा विद्यमान बेथितिले उनीलाई चुप बस्न दिएन। 2071-72 साल मेडिकल कलेजहरूमा बेथिति चरममा थियो। इन्टर्न र विद्यार्थीहरू शोषित थिए। त्यही बेला तोसीमा कार्की आन्दोलनको नेतृत्वमा उभिइन्। धेरैले भने युवालाई के थाहा, तर त्यही आवाज विद्रोहको सुरुवात थियो, परिवर्तनको यात्राको पहिलो पाइला। डाक्टरमाथि हुने आक्रमण, असुरक्षित अस्पताल जस्ता तमाम बेथिति विरुद्ध आवाज उठाइरहिन्। तोसीमा कार्कीले सेभ मेडिकल फ्रटर्निटी मुभमेन्टको नेतृत्व गरिन् र 7 वर्षको सङ्घर्षपछि आफू संसदमा रहँदा हेल्थ वर्कर प्रोटेक्सन एक्टमा अस्पताल तथा चिकित्सकहरूमाथि दुर्व्यवहार गर्नेलाई कडा सजाय हुनुपर्ने माग गर्दै जेल विदाउट बेलको अवधारणा कानुनमा समावेश गराउन पहल गरिरहिन्। महाभूकम्पले देश थर्किँदा डाक्टर तोसीमा कार्की सुरक्षित ठाउँ खोज्न बसिनन्। उनी सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटका दुर्गम बस्तीहरूमा पुगिन्, जहाँ अस्पताल थिएनन् तर घाइते र पीडित जनता थिए। स्वास्थ्य शिविरको नेतृत्व गर्दै उनले उपचार, राहत र भरोसा सँगै पुर्याइन्। शीतल लहरले गरिबका घर चिसिँदा उनले जाडोमा न्यानो अभियान सुरु गरिन्। सुनसरी, इनरुवा र रौतहटका सडक र बस्तीमा न्यानो कपडासँगै मानवीय संवेदना बाँडिन्। राहत, उद्धार र समन्वय गर्दै सप्तरी र सुस्तामा बाढी पहिरोले घर बगाउँदा उनी फेरि मैदानमै थिइन्। कोभिड-19 महामारीले देशलाई घेर्दा उनी फ्रन्टलाइनमा खटिँदै PPE नपाउँदा आफ्नो जीवन जोखिममा राखिन्। त्यतिबेला तोसीमा कार्की कुनै सांसद, मन्त्री थिएनन्। उनी एकजना युवा डाक्टर थिइन्, जसले आफ्नो स्टेथोस्कोप र झोला बोकेर ती दुर्गम क्षेत्रहरूमा पुगिन्। 2079 साल जनताले त्यही सङ्घर्ष, इमानदारी र साहसलाई मत दिए। डाक्टर तोसीमा कार्की जनताको आवाज बोकेर पहिलो पटक संसदमा पुगिन्। सडकमा उठेको आवाज अब सदनसम्म पुगेको थियो। स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाउँदा उनका लागि त्यो पद होइन, सेवा गर्ने अवसर थियो। देशभर क्यान्सर स्क्रिनिङ कार्यक्रम सुरु गरिन्। आपतकालीन सेवामा ढिलाइ नहोस् भनेर सेन्ट्रल एम्बुलेन्स कन्ट्रोल सिस्टम स्थापना गरिन्। तर 19 दिन मात्र मन्त्रालय सम्हाल्न पाएकी उनले आफ्ना योजनाहरू सबैमा काम गर्न भने पाइनन्। बाल्यकालदेखि नै नेतृत्वमा सक्रिय रहँदै आएकी डाक्टर तोसीमा कार्कीले चिकित्सा क्षेत्रमा मात्र होइन, नीति निर्माणको तहमा पनि आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन्। नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुँदै उनी नीति सुधार र चिकित्सकीय अभ्यासमा पारदर्शिता ल्याउन सक्रिय भइरहिन्। उनको नेतृत्व आदेश दिने शैलीको होइन, सुन्ने, बुझ्ने र समाधान खोज्ने हो। पदभन्दा सिद्धान्त, नाराभन्दा काम। युवा ऊर्जा, चिकित्सकीय दक्षता र संसदीय अनुभव, यी सबैको संयोजनले उनी आज एक विश्वसनीय नेतृत्व बनेकी छन्। यो चुनाव केवल प्रतिनिधि छान्ने विषय होइन, यो हाम्रो भविष्य रोज्ने मौका हो। डाक्टर तोसीमा कार्की, सही नीति, उत्कृष्ट नतिजा र निष्ठाको नेतृत्व।